हेलो नमस्ते 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 लात्सु फ्याफुल्ला। यतिखेर म साइलो ब्लग धेरै समयपछि यहाँहरू माझ मैले हाम्रो छत्रे डाँडा मकवानपुर गढी गाउँपालिकाको छत्रे डाँडामा रहेको पाथिभरा मन्दिरमा जाँदैछौँ हामी। यतिखेर त्यहाँको ब्लग भिडियो देखाउन गइरहेको छु। अहिले हामी यतिखेर बाटोमा जाँदैछौँ गाइज। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। यो चाहिँ बिल्कुलै नयाँ ठाउँ अनि नयाँ पाथिभरा माताको चाहिँ नयाँ उत्पत्ति भएको ठाउँ यहाँहरूले देख्न सक्नुहुन्छ। अहिले हामी लास्टमा पाथिभरा माताको मन्दिर पनि देखाउनेछौँ अनि यहाँहरूले चाहिँ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। एकदमै बिल्कुलै आज हाम्रो यात्रा एकदम नयाँ रहेको छ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। यतिखेर म मेरो प्रिय साथी मेरो एकदम घनिष्ठ साथी विक्रम लुङमाको साथमा म बाइकमा पछाडि बसेर भिडियो गर्दैछु। मैले पनि स्कुटी लिएर गएको थिएँ। बाटो अलिकति अफरोड भएको भएर बाटो बिचमा हाम्रो स्कुटी त्यहाँ छोड्यो र अहिले ओखरे डाँडामा चढ्दैछौँ हामी। यतिखेर ओखरे डाँडा लगभग ओखरे डाँडामा चढिसकेका छौँ। हेर्नुहोस् बाटोको दृश्यहरू यस्तै छ है। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त। एकदम खतरा ठाउँमा चाहिँ हाम्रो यात्रा रहेको छ। अन्तिमसम्म हेरेर साथ दिनु होला। यो चाहिँ ओखरेको सायद क्रेसर होला यो। अनि यो क्रेसरमा आइपुगेको छ यतिखेर। अनि अत्यन्तै बाटो एकदमै राम्रो पनि छ। हामीलाई एकदम नौलो नयाँ अनुभव भएको छ। यहाँनिर साथीहरू कुरिरहेछ। हाम्रो गुरु दिपक सिंह रुम्बा र हाम्रो माता हुनुहुन्छ उहाँ। ल हेर्नुहोस् मैले यो डाँडाबाट लिएको दृश्य रेकर्ड गरेको छु। तल देखिएको यो पक्कै पनि यो सामरी बगर सामरी खोला हुनुपर्छ। अत्यन्तै रमाइलो राम्रो लागिरहेछ गाइस है। भिडियोलाई हेर्दै गर्नु होला। एकदम राम्रो दृश्यहरू म देखाउने छु। अन्तिमसम्म हेरेर साथ दिनु होला। यो चाहिँ यहाँको बगर हो कि यो खानी हो। खानी यहाँ ओखरेको खानी क्षेत्र हो यो। यहाँ भिडियोमा देखाएको दृश्यहरू चाहिँ कति डाँडाको दृश्यहरू यस्तो छ गाइस है। के कस्तो लाग्छ अनि तपाईँले कमेन्ट पनि गर्नु होला। हामी जाँदैछौँ बाटोमा। अनि तपाईँ नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरेर साथ दिनु होला। सकिन्छ भने सेयर पनि गरिदिनु होला साथीभाइहरूलाई। यतिखेर हामी टिफरको पछाडि छौँ। टिफर अलिकति स्लो मोसनमा छ। तपाईँ पनि यो सहचालकले चलाएको हुनुपर्छ। हामीले साइड दिने ठाउँ पनि नभएर साइड पनि दिन सकेको छैन उसले। हामी जाँदैछौँ बिस्तारै गएछ है। क्या यार लाइसेन्स निकाल्नुहोस् त एकछिन ल भाइ। यहाँनिर साथीको भेटपछि फेरि हामी गन्तव्यतिर लाग्दैछौँ। बाटो एकदमै होइन अलिकति हेटौँडादेखि अलिकति 1.5 घन्टा जति समथिङ लाग्छ क्या हो जस्तो लाग्यो। हामी जाँदैछौँ। बाटोको दृश्यहरू यस्तै छ है। अहिले पछि मन्दिरमा पुगेपछि मन्दिरको दृश्य पनि देखाउने छु। हेर्दै गर्नु होला भिडियोलाई।
हामी कुद्दैछौँ गाइस, कुद्दैछौँ। यहाँनिर अगाडि टिप्पर आएको जस्तो उताबाट टिप्पर हामीलाई चाहिँ सायद नपुग्ने हो कि के हो, हामी जानुभयो सायद। अब म पनि ओर्लिनु पर्ने हुन्छ होला। टिप्परले सायद दिइरहेछ साङ्ग्रो भएको कारणले उसले भिडियो गर्दैछु। हामी चाहिँ एकदमै साङ्ग्रो बाटोमा मेरो साथीहरूले बाइक छिराउँदैछ। छिर्यो बाटो साङ्ग्रो भएको कारणले गर्दाखेरि पोखरी डाँडामा यो सिमेन्ट फ्याक्ट्रीको टिप्परहरू सिमेन्ट ढुङ्गा लिएर जाँदैछन्। अब हामी यहाँ आइपुगेर फेरि चढ्दैछौँ। यहाँ कुदिरहेछ साथीले। है ल, अब हामी फेरि यहाँबाट जान्छौँ। अब भने हामी ठ्याक्कै अन्तिम ओखरेको अन्तिम खानीमा आइपुगे जस्तो लाग्यो। हाम्रो पनि यात्रा अब साधन चल्ने बाटो धेरै टाढा छैन होला। यो चाहिँ ओखरेको खानी, मेन खानी चाहिँ यहीँ रहेछ क्या अरे लास्ट अन्तिममा। अब करिब हाम्रो बाटो बाइक जाने बाटो पनि साधन जाने बाटो पनि टुङ्गिन लागेको जस्तो छ। अलिकति थोरै यता साइडमा आउँदैछ हामी साथीको भनेअनुसार। बाइक यतै पार्किङ भन्ने कुरा छ। हेरौँ अलिकति अगाडि कता छ पार्किङ गर्ने ठाउँ। त्यसपछि हाम्रो पैदल यात्रा सुरु हुन्छ। पैदल यात्रा गर्दै जाँदा हाम्रो बाटो के कस्तो छ भिडियोमा हेर्दै गर्नुहोला। यहाँ सन्देशहरू पनि छ साइडमा। अब साधनको यात्रा पनि यही अन्तिम होला। हाम्रो अगाडि जानुभएको छ हाम्रो गुरुजी, हाम्रो दिपक सिंह रुम्बाको साथमा माताजी हुनुहुन्छ। ल गाइस, पक्कै पनि यही हो अन्तिम। यहाँसम्म रहेछ हाम्रो बाटो टुङ्ग्यो। अब भने हामी पैदल यात्रा गर्छौँ यहाँबाट। ल, हाम्रो बाइकहरू साधन यहीँ पार्किङ गऱ्यौँ। अब हामी यहाँ बाइक रोकेर बाइक यहाँ छोडेर हामी पैदल यात्रा गर्छौँ। यहाँ चाहिँ रमाइलो ठाउँ छ यहाँ होइन। यो बाइक पार्किङ गर्ने ठाउँ पनि एकदमै वरिपरि सबै देखिने आनन्दको मजाको ठाउँ छ गाइस है। हजुरहरू पनि आउनु होला एकचोटि यो छत्री लेकमा, छत्री डाँडामा। अब हामी जाँदैछौँ। हामी पारी डाँडामा पुग्नुपर्ने छ है। त्यो पारी डाँडा टुप्पोमा पुग्नुपर्ने छ। पाथिभरा मन्दिरको त्यही टुप्पोमा छ। अब हामी जाँदैछौँ। हामी पैदल यात्रा गरिसक्यौँ। यता बाटो बिचतिर आइपुगिसक्यौँ। भिडियोको कैद चाहिँ मैले ठाउँमा मात्रै गरेको कारणले गर्दा भिडियो एकदमै लामो हुन्छ भनेर हजुरहरू झर्क नमाने हेरिदिनु होला। के कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला। हामी चाहिँ बाटो बिचमा छौँ, जाँदैछौँ हाम्रो यात्रा है गाइस। बाटो राम्रो हुन्छ, बाटो फिलिङ। अहिले हामी यतिखेर आलुमराङ भन्ने ठाउँ, हाम्रो तामाङ भाषाबाट चाहिँ यो ठाउँलाई आलुमराङ भन्ने गरिन्छ। आलुमराङ भन्ने ठाउँमा आइपुगेको छ। हामी त्यो पारी जङ्गलको माथि टुप्पोमा जानुपर्ने छ। करिब अब 20-25 मिनटको हाराहारीमा हामी पुग्नेछौँ। यहाँ बाटो बिचमा ऐसेलुहरू छन् है। ऐसेलु खाइदिन्छ। यहाँ हाम्रो सन्देश सरले पनि ऐसेलु हेरिराख्नु एकदम मिठो छ भन्दै सन्देश सरको रियाक्सन खतरा। अनि यता अगाडि साथीहरूले एकदमै रमाइलो मानिराख्नु भएको छ, इन्जोय गरेर। यो झाङ चाहिँ के हो, हाम्रो तामाङ भाषामा चाहिँ यसलाई नामेक्लिसिङ भन्छ साथीहरू है।
यो चाहिँ एकदमै बिल्कुल नयाँ फल हो यो नामेक्लिजिङ भन्छ हामीले चाहिँ यसमा सन्देशहरूले एकदम मिठो पारेर खानु भएको छ यो अर्ग्यानिक चिजहरू छ यो जङ्गलमा एकदम मिठो मिठो नयाँ नयाँ चिजहरू छ एकदम खुसी मानेर खाइराख्नु भएको छ यसको चाहिँ नामेक्लिजिङ भन्छ है हेर्नुहोस् यसरी फल्छ यो मसिनो छ तर मिठो गुलियो गुलियो अमिलो अमिलो एकदमै मिठो छ यो फल पनि ल हेर्नुहोस् यस्तो छ मसिनो मसिनो दाना हुन्छ एकदमै मिठो हुन्छ गाइज यस्तो यस्तो हुन्छ यो ल हेर्नुहोस् झऱ्यो यार हेत्तेरिका कहाँ झऱ्यो हामी यसरी रमाइलो गर्दै बाटो बिचमा खाँदै फलहरू ऐसेल्लोहरू नामेक्लिजिङहरू खाँदै यस्तो छ हाम्रो यात्रा गाइज है म चाहिँ मेरो पनि भिडियो निकाल्नु पर्यो भनेर सेल्फी गरेकै गाइज पाथिभरा मन्दिरमा हेर्नु के भन्नु छ ओरिजिनल भिडियोलाई मैले म्युट गरेर मैले यो चाहिँ भोइस रेकर्ड गरेको गाइज है जाँदैछ हामी अब यहाँनिर एउटा बाटो बिचमा एकदम अनौठो चिज देखेको छ गाइज है यहाँहरू के देख्नु भएको छ देख्नु भएको छैन पक्कै पनि मैले क्यामेरालाई जुम गर्दैछु नजिक लाँदैछु हेर्नु होला अचम्मको चिज देखाएको छु मैले यो चाहिँ मैले फर्स्टमा मैले देखेको हाम्रो ग्रुपबाट यहाँ हेर्नुहोस् सानो पालभित्र के छ यहाँनिर चराको गुँड गाई चराको गुँड हेर्नुहोस् अन्डा पनि रहेछ भित्र पाँचवटा अन्डा रहेछ ल हेर्नुहोस् त यहाँ कति बाटोमा हिँड्ने मान्छेले देख्नु भएन होला फर्स्ट मेरो आँखा चाहिँ यहीँ गयो गाइज है मैले त्यही भएर भिडियोमा देखाएको हेर्नुहोस् भन्दै हुनुहुन्छ है दामी दामी भन्दै हुनुहुन्छ हामी जाँदैछौँ बाटो यस्तै छ गाइज अब करिब करिब पुग्न आयो हेर्नु होला है त यस्तो झाडी बाटो पनि रहेछ झाडीहरू पन्साएर बाटो राम्रो बाटो निकालेछ बाटो हिँड्नलाई त्यति अप्ठ्यारो छैन सजिलै छ रमाइलो लाग्यो खुसी लाग्यो एकदम नयाँ अनुभव भएको छ आउनुहोस् हजुरहरू पनि एकचोटि यो डाँडाको हावा खान एकचोटि यो डाँडामा गएर आएर एकदम अवलोकन गर्नु होला यो सृष्टिको यो होइन के छ र आनन्द आउँछ हो आनन्द हेर्नुहोस् कति रमाइलो ठाउँ छ दामी छ त कहाँ आइपुग्यो यार आइपुग्नै लाग्यो कुन डाँडो हो यार यो नरसिंहडाँडा त्यो पर हामी बाइक राख्न के यार सन्देश सर के छ यार दामी यार दामी कस्तो फिल भइरहेको छ यार रमाइलो भइरहेछ तपाईँ कहाँ आउनु भएको छ यार छत्रे डाँडा होइन सर हजुर छत्रे डाँडा भन्छ यसलाई छत्रे डाँडामा विशेष के छ यार यहाँनिर यहाँ माता पाथिभराको चाहिँ मन्दिर रहेको छ त्यही दर्शनको लागि चाहिँ हामी आइरहेछौँ अहिले अब 1 घन्टा हिँड्छ 1.5 घन्टा बाइक राखेको ठाउँबाट चाहिँ 1 घन्टा जति हिँड्नुपर्ने चाहिँ हामी यताबाट आयौँ अब पुग्न लाग्यो है कस्तो अनुभव भयो अनि बाटोमा आउँदा आउँदै एकदम एडभेन्चर हो होइन हिँडाइ पनि छ तर थकान छैन यही मजा हो सायद पाथिभरा मन्दिरको माताको कृपाले होला होइन हो ल हामी सबैजनालाई पाथिभरा माताले चाहिँ कृपा के अरे कल्याण गरून् है एकदमै हामी पहिलोचोटि नयाँ पाथिभरा माताको दर्शन गर्न आइपुग्दैछौँ यो चाहिँ कुन ठाउँ पर्छ यार हाम्रो मकनपुर के अरे गढी गाउँपालिका 8 है विशेष गरी हाम्रो यहाँनिर
भान्जा गुरु हुनुहुन्छ यहाँनिर। उहाँको कृपाले गर्दाखेरि हामी यहाँ आज आउन जुरेको छौँ। विशेष गरी धन्यवाद भन्नलाई। ओके बाफ्रे है अहिले चाहिँ साँच्चै नै गाइस आफू एकदमै चिसो लागिरहेछ। हामी अब भने हामी करिब नजिक आइपुगिसकेका छौँ। के भयो यार, के भयो? प्लेन्द्रेङ भयो यार। यहाँ आइसक्यो यार मन्दिर त। प्लेन्द्रेङ र सन्देश्वर प्लेन्द्रेङ भयो अरे। एकदमै राम्रो ठाउँमा आइपुगेर होला यहाँनिर होइन। रमाइलो वाउ होइन, मजा आइरहेको छ ल एकदमै। हाम्रो लागि चाहिँ एकदमै नयाँ ठाउँ, नयाँ अनुभव। हजुर यहाँ हाम्रो विक्रम सर एकदमै आनन्द आउँछ। के होला हुन त है, एरेन्जमा होला। चिसो बुझ्दैन। यहाँनिर अब हामी गुफामा आइपुगिसकेका छौँ गाइज। ल हामी रक्षा गरौँ। यहाँबाट एकैचोटि 50-60 थिच्छ। अच्छा 50-60 जनै छिर्छ। ओहो यता पनि जान्छ जानु यार, म भिडियो गर्थ्यो। तपाईँहरू त छिर्दैन होला यार, म जतिको चाहिँ छिर्छ होला। केही त आउँदैन नि यार। ओहो ए पुरै सुरुङ रहेछ यार। अहिले खिचाउनु यार। नाच्नै मिल्छ भित्र। झारीको टिम आउँथ्यो, झारी टिमभित्र गएर मजाले बजाएर त्यहाँ मासेर निस्किन्छ होला। यहाँ भित्र पनि जान्छ। छिर्नु कसरी निस्किने कसरी यार। ए ततै गाइस हामी यतिखेर पाथिभरा मन्दिर आइपुगेका छौँ। यही हो त्यही त यार, यहाँ ल्याएर उडाएको। यहीँ आएर मरेछ फेरि, मतलब पनि उडाएपछि त जानु नि कतै है। मान्छे झरेर बसिरहने बानी पर्यो। ए त्यसलाई यो गाह्रो भलै है। सुरुमा खनेर निकालेर खनेर निकाले यो यो है पाँचवटा पञ्चकन्या। दामी हिमाल देखिन्थ्यो। टिकटसमा हाल्न मिल्छ नि मामा, टिकटसमा हाल्न मिल्छ नि। यो सँगसँगै ठ्याक्कै पुच्चोको गुम्बा कोरेर बनाएर हाल्छ है हामी। पहिला पुरानो गुम्बा खाने त्यहाँ, त्यो अलिक भर्खेर अर्को बनाइराख नि त। त्यसको लागि त त्यो कति वर्ष अगाडिको गुम्बाहरूको लागि त कति कहाँबाट बजेर आउँछ अरे त्यो धन्ने यार। बजेर बनाउँदैछ भनिसके होइन सबै नबाल्ने हो, सबै नबाल। हामी पाथिभरा मन्दिरको दर्शन पनि गर्यो, पूजा पनि गर्यो है। पूजा गर्दैछौँ अहिले हामी। पूजा गरेर
अब यता हामी एकछिन यतातिर परतिर अवलोकन गर्नेछौँ। पूजा गर्दैछौँ हाम्रो विक्रम लुङमाज्यू र म साथी र म उहाँलाई खादा चढाउँदैछौँ। अहिले खादा सँगसँगै हामीले यहाँ लुङ्ता पनि लिएर आएका छौँ। हामीले पनि यहाँ लुङ्ता टाङ्नेछौँ र अत्यन्तै पवित्र स्थलमा लुङ्ता, लुङ भनेको हावा, ता भनेको घोडा, पाइपङ्खी घोडाको चाहिँ हावा। यसले चाहिँ अत्यन्तै शान्तिपूर्वक हावा दिन्छ यसले। त्यसले गर्दाखेरि चाहिँ यो जहाँ टाँगिएको हुन्छ त्यसले चाहिँ हामीलाई एकदम शान्ति दिन्छ भन्ने फिल गराउँछ जहाँसम्म लाग्छ है। अहिले हामी यता थोरै यतापट्टि चौडीमा आउँदैछौँ। लड्नु नि यार, ब्लग भाइरल हुन्छ यार। त्यहाँबाट झर्नु नजाने यार यार, यो त कच्चा जस्तो लाग्यो। होइन नि, तल फोक्सो छ कि ढुङ्ग्रो छ नि भित्र, अनि पुरै तपाईँ यसो हल्यो भने यो जान्छ कतै ढुङ्ग्रो छ। त्यही भएर मैठी जस्तो भयो तर्साइदिने यार यो त फेरि। यो रुख भाँचेर लडे पनि केही हुँदैन नि, माथि बस्नु पर्यो। ढुङ्गामा चाहिँ पर्नु भएन। ढुङ्गा छ त यहाँ, टेन्सन नलिने ढुङ्गा छ नि। टेन्सन नलिने ढुङ्गा छ, केही हुँदैन। के यार मन्दा दामी दामी सन्चो नभएर मात्र अझ यो भन्दा दामी आउँथ्यो है। अब हामी यो मन्दिरको दर्शन गरिसकेपछि यता फर्किसकेका छौँ। फर्केर हामी कुरिलो खोज्ने क्रममा कुरिलो खोज्दै जाउँ भनेर हामी साथीभाइको सल्लाह अनुसार कुरिलो खोज्न आयौँ। यो चाहिँ कुरिलो खोज्दै आउँदाको दृश्य हो। अत्यन्तै भिर पाखाको बाटो पार गर्दै आयो होइन। यहाँ चाहिँ हाम्रो सन्देश सर हुनुहुन्छ। यहाँ उहाँ चाहिँ यो भिरमा कसरी पार गर्दै हुन्छ यहाँहरूले देख्न सक्नुहुन्छ। सन्देश थिङ हाम्रो गणपुरको पत्रकार जो हुनुहुन्छ, हेर्नुहोस् उहाँ एकदमै कहाली लाग्दो चाहिँ नि भिरमा चाहिँ उहाँको हिँडाइ हेर्नुहोस्, ज्यान जोगाउन गाह्रो छ। उहाँ हाँस्दै पनि हुनुहुन्छ, एक मनले टेन्सन चिन्ता पनि लिँदै हुन्छ, ओहो ज्यान कसरी जोगाउने भन्दै भिर पाखामा हिँड्दै हुनुहुन्छ। तर हामी भिरलाई पार गर्दै आएको छ। योभन्दा अझ खतरा दृश्यहरू यहाँहरूले देख्न सक्नुहुन्छ यहाँनिर है। हेर्नु होला, हामी भिडियो पनि गर्दैछौँ अगाडि जसो तसो आफ्नो चाहिँ यात्रा पार गर्दै अगाडि पुगेर साथीहरूको भिडियो गर्दैछौँ। एकदमै मन्द मुस्कानमा हाँसिएको छ। ज्यानको चाहिँ नि जोखिममा पारेर यो चाहिँ यात्रा चाहिँ पार गर्दैछौँ हामीले। हाम्रो सन्देश सरको हिँडाइ हेर्नु होला, एकदम यहाँबाट चिप्लेर लड्यो भने ग्याप दौले हो त्यसरी हो त्यो पारिया परम फापरम हो त्यहाँ टेक ल टेक हो त्यहाँ हो तलपट्टि छ त टेक्न त्यहाँ हो त्यहाँ हो त्यहाँ टेक अर्को देब्रे यता टेक भिडियो खिच्नु ठिक है अब भयो होला आमो भयो नयाँ लुगा लगाएर आउनु भने त कि हात पैसा किन आयो भन्नु त डर ठिक छ यार टर्चले पसिना आयो उहाँको पसिना उकालो चलेर होइन ओह्रालो झरिरहेको छ तर पसिना आइरहेछ ए तेरी
सेतो पाएर त म डराएको छैन है म डराएको छैन है कोदो भइरहेछ म डराएको छैन गाई चाहिँ बित्तिकै डराउनु भएको छैन तर पसिना चाहिँ धेरै छ ओह्रालो झर्दा पनि पसिना किन आयो भने तपाईँले अनुमान बिस्तारै यार ल भयो आइपुगे हामी थाहा पाइहाल्छौँ नि हामी थाहा छ यार म के गर्ने भन्दा यहाँ अलमलमा छु भालमा हेर्दै नि हामी सिकिहाल्छौँ नि यार आउनु साथीभाइ कि मरेसँगै मरला बाँचेसँगै ब्याक गरेर जानु न पछाडिबाट पछाडिबाट हो ल कुरेलो खोज्नलाई सजिलो छैन गाइज यो यार्सा गुम्बा भन्दा खतरा चिज हो कम मेरो चाहिँ पसिना किन आयो त कोदो त भइसक्यो त्यहाँ हेर्न कसरी भयो पसिना होइन म त भइसक्यो म त यहाँ ल्यान्डिङ भइसक्यो म त ल्यान्डिङ भइ तपाईँ के तपाईँ अब म यहाँनिर यार छेसको पस्यो क्या अब मजा आयो बल्ल आउने तल झार्ने माथिबाट माथि तान्नु कुरेलो पायो त मामाले भेट्नुभयो भेट्नुभयो प्लालिदा है है यहाँ चाहिँ हामी थत्रे डाँडेको पाथी भएर मन्दिरको दर्शन गर्दै यता अर्ग्यानिक कुरीले खोज्ने क्रममा यतिखेर हाम्रो चर्चित हाम्रो पत्रकार सन्देश सिंह सर हुनुहुन्छ यहाँनिर कुरिलो खोज्दै लुकाको हालत हेर्नुहोस् यहाँनिर कुरिलो खोज्न त परै जाओस् होइन आफ्नो ज्यान जोगाएर हिँड्न गाह्रो छ गाइस बजारमा सुविधा हिँड्ने मान्छे यहाँ गाउँमा कस्तो सङ्घर्ष गरे होला भिड देखाउनु छ भिड कहाँबाट आउनुभयो ए भिड हेर्नु गाइस अब यहाँनिर हाम्रो विक्रम सर हुनुहुन्छ एकदम बामे चालेर आउँदै कसरी आउनुभयो यहाँबाट दामी है दामी हाम्रो भान्साश्रीलाई त बानी परेको फिलिली हो है उहाँले त कुरीले पनि झन् अप्ठ्यारो ठाउँमा आउनुहुन्थ्यो तपाईँ यार हो नि यार हेर्नु है यस्तो भिड आङ सिरिङ मुटु जिरिङ यार कस्तो डेन्जर यस्तो गरेर खिच्नु भनेर अन्तमा हामी यस्तो भिड पाखालाई पार गर्दै हाम्रो कठिन यात्रा पार गरेको छ साथीहरू अब भने हामी आफ्नै गन्तव्यतिर फर्क्यौँ फेरि त्यही बाटो दोहोरेर हामी हाम्रो हेटौँडातर्फ लम्किँदैछौँ गाइस थ्याङ्क यू सो मच फर द वाचिङ माई ब्लग भिडियो सबैजनालाई धेरै धेरै धन्यवाद ओके बाई बाई सी यू गाइस नेक्स्ट टाइम